ल ल ह्याप्पी मदर्स डे। जाँदैछौँ स्कुलबाट रिजल्टमा के अरे लड्डु आउँछ कि आलु आउँछ हेर्दै जानु होला है त तपाईँहरूले। के हो त यो? ए फेरि के हो नि? हे गाइज, वेलकम ब्याक माई न्यू भ्लग। सबैजनालाई ह्याप्पी मदर डे। आज चाहिँ संसारभरि मनाइने चाडको रूपमा लिइन्छ। हामीले पनि सानोतिनो मनाउने कोसिस गरिरहेछौँ। अनि म चाहिँ बिस्तारैमा छु साथीहरू। मेरो कोको हेर्नु त मस्तले सुतिरहेछु। म पनि यतातिर भर्खर उठेछु, बिस्तारामै छु साथीहरू। म उठेको पनि छैन। अनि उठेर अब आज चाहिँ धेरै कामहरू छ आज, किनभने मेरो भदैको पनि के अरे इक्जाम त अस्ति नै भइसकेको। आज चाहिँ रिजल्ट आउने दिन हो। स्कुल पनि जान पर्ने हुन्छ साथीहरू। त्यही भएर अब छिटो उठेर झाडु पोछा गर्न पर्यो भनेर म चाहिँ कोकोलाई उठाउँछु। त्यसले पनि हेरिरहेछु। म नउठ्दासम्म फेरि उठ्दिनँ के त्यो पनि। अनि म पनि उठ्न पर्यो भनेर उठ्छु। आजको चाहिँ दिन विशेष भएकोले के विशेष हुन्छ हेर्दै जानु होला। तपाईहरूले मेरो भिडियो कहाँदेखि हेर्नुहुन्छ? मेरो भिडियो त तपाईँहरूलाई यदि राम्रो लाग्छ भने लाइक, कमेन्ट, सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। ल साथीहरू, आज मेरो भदैको रिजल्ट। अब हामी रिजल्ट बुझ्न जाँदैछौँ। आज चाहिँ रिजल्टमा लड्डु आउँछ कि आलु आउँछ हेर्दै जानु होला है त। यहाँ यता ल यो मेरो भदै हो। यसको आज रिजल्ट हो। हामी जाँदैछौँ स्कुलबाट रिजल्टमा के अरे लड्डु आउँछ कि आलु आउँछ हेर्दै जानु होला है त तपाईँहरूले। किन तपाईँ बस्छ? अहिले म लिन आउँछु। कति आउने हो जाने गर्छ? दुध पनि खाएन मैले त्यसो हिँड्नु कि हामीलाई। अहिले त यो 4 बजे हो कि कति बजे हुन्छ? अहिले साँझ आएन। आज डबल खुसी छ साथीहरू। त्यही भएर हामी आयौँ पसलतिर लड्डु लिनको लागि। आज डबल खुसी छ। फर्स्ट मदर डे पर्यो आज। अनि दोस्रो कुरा चाहिँ मेरो भदैले पनि राम्रो नम्बर लिएको भएर हामी लड्डु लिनको लागि पसलमा आउँदैछौँ। तपाईँहरूको पनि के कस्तो हुँदैछ मदर डे? हाम्रो त ठिकै गर्ने भनेको। अब के हेरौँ के कस्तै हुन्छ भनेर। अनि हामी चाहिँ यहाँ फेरि एकदम भिड रहेछ साथीहरू। अनि त्यहाँ एकछिन वेट गर्न पर्ने। अनि त्यो आन्टीले फेरि कस्तो कुन के अरे मिक्स लाने हो कि लड्डु मात्रै लाने हो भनेर भन्दै थियो। भदैहरूले पनि मिक्स खाने भनेर भन्यो। अनि त्यही भएर अब आज त भदै पास भएको दिन। अब उसले भनेको त खुवाउनै पर्यो भनेर मैले ल आधी किलो मिक्स राखिदिनु, आधी किलो चाहिँ लड्डु मात्रै राखिदिनु भनेर मैले त्यहाँ अर्डर गरेर म बसेँ थचक्क। एकछिन वेट गर्नु भन्यो। अनि हामी पनि यहीँ बसेर त्यहाँ वेट गर्दैछौँ। अनि त्यहाँ फेरि एकदम हो हल्ला आएको भएर भोइस गर्न पर्ने भयो साथीहरू। तपाईँहरूको आज मदर डे। यहाँ कुर्दा पनि कति टाइम लाग्यो साथीहरू। म त झ्याउला त्यहीँ बसेँ। मेरो भदैलाई पनि झ्याउला भनेर त्यहीँ पल्टिराखेछ। कति टाइम लगाएको भनेर मान्छे त खासै भिड पनि थिएन। त्यही पनि टाइम लगाएर त्यत्तिकै बसिरहेछौँ। आज झन् कति धेरै काम थियो। अहिले फेरि स्कुलमा फेरि यति छिटो ऊ पनि आएन के। अनि कार्यक्रम रहेछ। त्यो कार्यक्रममा बस्न फेरि मलाई झ्याउ लाग्छ। त्यही भएर म चाहिँ कार्यक्रममा बस्न अल्छीले अहिले आउँछु भनेर म चाहिँ आएँ लड्डुतिर लिनलाई। पास फेलको त सुनाइसकेको थियो। अनि त्यही भएर आज मदर डे पनि भएको भएर लड्डु त लिनै पर्ने थियो। फेरि अब भदैको नि रिजल्ट राम्रो भएको भएर हामी लड्डु लिन आयौँ। बल्ल फाइनली लड्डु चाहिँ हातमा पर्यो साथीहरू। अब चाहिँ लड्डु लिएर अब घरतिर जान पर्यो भनेर घरमा पनि आज कति धेरै काम छ। त्यही भएर हामी चाहिँ लाग्न लायौँ घरतिर साथीहरू। आज चाहिँ के हुन्छ सबै
तपाईँलाई राम्रोसँग देखाउने कोसिस गर्नेछु साथीहरू। एउटा कापी लिएर आहा हिरो भएर आछ है पर्दल पर्दल हिरो भएर आछ है हो र पास मात्रै हो खै पोजिसन त थाहा भएन मोबाइलमा हेर्नुपर्छ यो के हो त यो ए फेरि के हो नि ल ल ल अब लड्डु खाने हो कि केक खाने हो त्यस्तो गर्दा लाग्यो पुरस्कार लिएर आउला भन्दा त यहाँ त उ मात्रै हो पास बहु भन्नु मन मनमा आशीर्वाद धेरै हाम्रामा अनि त्यहाँबाट हामीलाई कराएको कराइ गर्नु जम्न दिँदैन मलाई यत्रो खाने दर्शक बिना खानी हो के काट्न दिनु पङ्खा बाला भयो त्यो ल हो त खुवाइदिनु गिफ्ट खोइ त आमाको आमाको गिफ्ट हेर्छ गिफ्ट दिन्छ ह्यापी मदर डे हाम्रो आमालाई तपाईँको धुम पत्ता लाइनमा पछाडि दुईटालाई ल आइज भित्तामा अडस नलाम त त्यही त भन्नु पर्दले हेर्दैन आमाको केले गिफ्ट गरे ढोक गर मम्मीलाई भकेला ढोक गर हो ल मेरो भदै फेरि आज प्रमोसन भएको ल ल ल पास भयो कनी अनि दिप्सन कनी हो त ल लाइने त्यहाँ दुईटा ल यहाँ बस सबैलाई एक यहाँ भइहाल्यो ल साथीहरु मैले आज भन्थे नि बिहान आज इनुले के रे लड्डु ल्याउँछ कि के ल्याउँछ भन्छ रे लड्डु कि डन्डा कि लड्डु कि लड्डु भन्थे नि हो त्यसैको सट्टा इनुले आज फर्स्ट डिभिजनमा पास भन्छ मेरो भदैहरु साथीहरु त्यही भएर आज मदर डेको स्पेशलमा इनुको लागि एक उल्टा मैले लजाउँछ के भदै फेरि लजाउँछन् के ल यस्तै गरी बिहानी राम्रो 8मा पास भएर 9मा गए नलाइदिनु के यिनीहरू अब 8बाट पास भएर 9मा गहन् अब अर्को साल एससी दिँदाखेरि रामसिंह बडी आज यिनीहरू फर्स्ट डिभिजनमा पास भएछन् ल तिमीहरू दुइटा नै आऊ ल ल उठ तिमीहरू राजाहरू युवराजी पनि आउनु भयो फाइनली ज्वाइँ ल उठाऊ के तिमीहरू ल किन इनुल पनि पास भएछन् साथीहरु सबै भदैनी अब कपडै नलाएर आज कपडै छैन साथी गर्मी छ त अब ध्यान दिउने राम्रो नम्बर लिएर पास पास हुने जस्तै यस्तो
यस्तै पास हो भने बुबुले हस्तै लड्डु र केक त कति ल्याउँछ ल लड्डु खाने कि के खाने लड्डु खाने दुईटा खान्छु भने ल बेसरी बेसरी साराले पनि होला भाग्यमानी भयो त उठेर जा ल भाग्यमानी भयो ल साथीहरू हाम्रो मदर दिवस के भन्छन् रे मदर डे यस्तै भयो। सधैँहरूको पनि के अरे रिजल्टको रिजल्ट भएको र आज धेरै ह्याप्पी ह्याप्पी हम ह्याप्पी हामी सबै ह्याप्पी हम मेरो छोरी पास भएकोमा झन् म खुसी छु हामी सबै पार्टी त अब पार्टी हजुरहरूको कस्तो भयो कमेन्टमा भनिदिनु होला मदर्स डे हाम्रो त यस्तै भयो साथीहरू ल भयो खाऊ के खाने हामी चाहिँ यहाँमै साथीहरू महिनामा कस्तो देख्दैछु ए राम्रै देखेरहेछु यिनीहरू पास भयो न अर्कोचोटि फेरि फर्स्ट हुनुपर्छ हो रे यस्तो पनि राम्रो ल म गएँ ल अब यहाँ कता इन गर्ने अब यति नै हो आजको भ्लग यति नै साथीहरू ल थ्याङ्क यू फर वाचिङ सबैजनालाई अझै माया गरिदिनु होला सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला भनौँ न फुपको भलकमा ल म गएँ है साथीहरू बाई बाई अब आजको भिडियो यति नै साथीहरू अब नेक्स्ट भिडियोमा फेरि भेटौँला बाई थ्याङ्क यू भन्नु थ्याङ्क यू सबैलाई वाचिङ भिडियो मेरो भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला बाई